यही मात्रै उ गरेर कि लाइन साइन किन गएन यहाँ विद्युतको पोल पुग्ने होइन हामी चाहिँ चिर्काले हानेको ठाउँमा हेर्न जाँदैछौँ है साथी। अनि जुन अघिल्लो भिडियोमा मैले जुन देखाएको थिएँ त्यही ठाउँमा हामी जाँदैछौँ जहाँ आगो पुत्याइरहेको थियो। हेर्नु यहाँ के रहेछ, हामी चाहिँ रिक्स लिएर जाँदैछौँ के रहेछ यहाँ के हुँदो रहेछ भनेर। आगोको मुस्लै निक्ल्यो अनि पुत्याइरहेको थियो होइन। यहाँ अब के छ हामी देखाउँदैछौँ है, चिर्काले हानेको ठाउँ हो। ल हेर्नु है साथी, ल आगो त अझै पनि छ नि, आगो त उसमा हाने छ कि यो ल हेर्नुहोस् बासा जाँदा हामीले देखाउँदैछौँ है के हुँदो रहेछ यहाँ, किन के यस्तो किन यस्तो हुँदो रहेछ भनेर। हेर्नुहोस् ए त्यही बेला कसरी लगाएको आगो त होइन पक्कै होइन फोन त गऱ्यौँ पऱ्यो हामी त। यहाँ चाहिँ अब बाँसा गाँच चाहिँ जलेर सिद्धियो। यहाँ चाहिँ आगो लाग्यो यी होइन, पानी परेको एकदम पानी परेको बेलामा, ठुलो पानी परेको बेलामा चिर्काले हाल्यो अनि यहाँ आगो लाग्यो एकचोटि। यहाँ के छ यहाँ भित्र थाहा भएन। अब यहाँ भित्र अब त हेर्रेन है, अब यहाँ भित्र खोज्न अब थाल्लेन। यो चिर्काले हानेर लागेको आगो हो यो, खाल्टो देखेन यार, खाल्टो देखेन खोइ। ए बा हेर्नु त, ल ल हेर मेरो जेउट चिरेछ, हेरौँ त जेउट त त्यो त हामीले मैले ऊ भन्थेँ नि पर्दु सर। हेर्नु त रुख रुखलाई हान्दाखेरि यता टिपेछ हौ पत्ताको। हेर्नु त पल्लो रुख यस्तो बनाएछ। ओहो बुटो हाने रहेछ है, यहाँ आगो सल्केको हेर्नु त पुरै नाङ्गे बल्ले त्यही त मैले भन्छु केही न केही धारिन्छ पुरै चिरेर हेर्नु है, जेउट त छैन, पुरै चिउरी चिर्ने रहेछ जेउट हो जेउट के बस्न बस्या रहेछ है पुरै यो रुख त चिरेकै रहेछ। हेर्नु त जेउट पुरै चिरेको यसरी, त्यहाँबाट गयो कहाँ त फेरि झिरा पारेको भने आगो फेरि यहाँ सल्के फेरि हेर्नु त यता यहाँ के रे हान्नु थाहा भएन है। यस्तो हुँदो रहेछ साथी हो, पहिलो अनुभव यो हाम्रो होइन। उसको माथि उपल्लो हाँगाबाट झर्यो रहेछ कि कति भागे होला खजुरा सजुरा तन्काइदियो। यहाँ त मुस्लो थियो, मुस्लो आगो त आगोको मुस्लो थियो यहाँ त मुस्लो। हामीले यताबाट थाहा पाएनौँ, तपाईँले पारिबाट प्रत्यक्ष देख्नु हो। हामीले त के सोच्यौँ यति हानो खोइतिर मैले बोनमा हानो भने थिएँ यत्रो हाम्रो घर यत्रो झिलको गएको हो, झिलको देखेनौँ कि यता नि झिलको गएको हो हानेर गयो झिल गाली यहाँ घोसमेरा टिपो त्यही हो। जेउट लाने रहेछ को जेउट जेउट त झिलै झिला छ। छेउमा परेछ माछा परेछ त्यो धस्यो कहाँ त अन्य कुरा भयो कि त्यो बाँस त कति चिरे छैन हेर्नुहोस् त बाँस चिरे है पर्छ सर। त्यहाँबाट आएर बाँस कति ठुलो चिरे छैन त्यहाँ हेर्नुहोस् त्यो उँधोपट्टि। यत्रो मुलको गएको हो यहाँ घोक्सेर रहेछ नि आगो सल्कियो कि झडङ्गै अन्त यो त त्यो परेपछि त पानी कति बेर आयो कति हेर्नु त ल यहाँ आगो छ यी पानीका थोपाई यी अझै छ नि हेर्नु त पानीका थोपाई छ नि अझै पनि यो यसमा देख्नु नि हेर्नु पर्छ सर पर्छ सर यी के पानीको सिद्धि यहीँ छन् अझै पानी यहीँ छन् अझै। हेर्नु त पर्दु सर यहाँ त पुरा छ नि यी रुखको खोका त यहाँ पुरा छ यारी। हाय हाय साथी हो हेर्नु त एउटा त वहाँ हाय रुखको चिर्कट त
ऊ पर त्यो रुख उतापट्टि सेतो रुख यस्तो टपेर होइन रुख त्यो रुख भन्दा उतापट्टि त्यो सेतो होइन रुख त्यहाँको त्यो रुख भन्दा उतापट्टि सेतो अनि यस्तै यस्तै सेतो चिरकटको त्यो रुख भन्दा उतापट्टिको यस्तै यहाँ हानेछ होइन यहाँबाट सट्टै त्यहाँतिर उता गएछ यार यता सुन्नुहोस् त उहाँबाट यो यिनी चिरकटा उता लिएर गएको तपाईँ उता हाय त्यत्रो पानी आयो नि त्यसपछि त्यत्रो पानी आएर नि निम्न सकेन त्यसपछि मुलको उठी गरे यार प्रदीप सर ल हेर्नुहोस् त यहाँ आउँदै धस्या छ ऊ यार जेठका चाहिँ जेठका त कपडा त यहाँ धस्या उहाँ उता जानुपर्ने ऊ त यहाँबाट कता पर गयो त यही त होइन यो गोरुङ्गो त गोरुङ्गो छैन जातिबिती यो कति तातो छ भाउ कि त्यही हो हेर्नु त त्यहाँदेखि गड्यो होला पो कतै होइन यहाँ ठ्याक्कै गडेको डोप देखेन त्यहाँबाट त्यो रुखबाट ऊ छुट्टाएर चाहिँ चिरकटा यहाँ आयो होइन यहाँबाट चिरकटा फेरि यसरी उहाँ पनि गए होइन यी यहाँ उता गए होइन ऊ उहाँ पारि पनि छन् चिरकटा छुट्याउन सक्छ कति बेर पानी आयो कति बेर खान्थे आकाशबाट झर्ने यस्तो के झर्दो जाम यसमा केही न केही त आएको हुन्छ बाँस मरिसक्यो अब त्यो तत्रिको केनेरी मरोई जस्तो होइन करेन्ट मात्रै हुन्थ्यो भने करेन्टले पुरै रुख जलाउनु पर्ने त्यो केले धस्यो भन्ने कुरा भयो क्या जस्तो होइन र जस्तो हेर्नु है होइन करेन्ट मात्रै भए त त्यो रुख पुरै जल्न पर्ने नि तर त्यो रुखको तपाईँको चाहिँ यस्तो क्यारी फाल्दै हेर्नु त यो हेर्नु त आदि अनि फेरि त्यो के आउँछ त्यो फेरि एकतिर एउटा दिशामा त आउँदै जानुपर्ने नि त यहाँ लिएर बाँसा फाल्यो यहाँबाट उता गएर ऊ यो दिशातिर गयो के अनि अब बाँस ती सुकिसके आज एउटा नयाँ अनुभव गर्यो बाहिर